नमस्ते, फेरि पनि स्वागत छ तपाईहरुलाई फेरि न्यू भिडियोमा। आज चाहिँ हामी जान लागु बेसर। बेसरमा कार्यक्रम छ नेपाल तामाङ घिमिरेको कार्यक्रम। हाम्रो दिदी हो। नमस्ते नमस्ते। सौदा नमस्ते। हामी काका दिदी बेसर। बेसर दिदी हाम्रो काका हो। काका के हो त तपाईँ? टोपी 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 हतार छ अहिले। टोपी त यही हो मेरो के टोपीले 50 रुपैयाँ बिना आले तपाईँ यहाँ। यो राम्रो ठाउँ। यो लमजुङ आज चाहिँ पुरै कुयो रहेछ। पुरै हुस्सो लागेर आउँछ। यो चाहिँ लमजुङको फुलबारी। यो चाहिँ रोड भइहाल्यो। गाडी चाहिँ किसिमको गाडी आउँछ। यो चाहिँ हाम्रो आमा लो नमस्ते गर्दा। नमस्ते। नमस्ते। हाम्रो आमा राम्रो देखिन्छ आज। फाइनली चाहिँ अब गाडी आइपुग्यो। होइन काम मास बनाउँ तेल मेथी आमा सुरुवात भन्छ मान्छे काटी दिनु भएको चटनी यो किन त्यस्तै बसेको दानी सिप्नी छैन त्यस्तो गाउँमा हो यो जुन समय फुलबारीको तामाङहरू पुरै फुलबारी तामाङहरू नमस्ते सबैजना। नमस्ते सबैजना नमस्ते। बस्नु नै। हो यो चाहिँ हाम्रो लमजुङको तामाङहरू पुरै भुटराको तामाङहरू होइन। यो चाहिँ हाम्रो फुबाहरू। अझ के झुरी दिनु बाबु आदामी दाइ पदमको सालीले मार्छ नि कुनी जाने मलाई भन्ने थियो म के तिमी यो न अझै न सिलिवाबाट हामी चाहिँ अब बेसी जानेछ। यो गाडी फाइनली गाइज हामी चाहिँ बेसर आइपुग्यो। अब त्यतै हो गाली चाहिँ त्यहाँ बस्नु हुन्छ होइन। अब चाहिँ हाम्रो भुक्राको तामाङहरू होइन। तामाङहरू तामाङ छ। यो चाहिँ बेसर बेसरको लम्जुको तामाङहरू पुरै चाहिँ लम्जुको तामाङहरू सबै कार्यक्रमका आकर्षणहरू झाँकी तथा र्याली प्रदर्शनी काममा बमोरा चाहिँ झाँक्री डाँडा पनि छ। यो झाँक्री अहिले चाहिँ पूजा पाठ हुँदैछ। पहिले चाहिँ एउटा पूजा पाठ चाहिँ हेर्नु टक्क आउँदैछ है। पूजा पाठ भन्छ मनाङ्गे त उता होइन। यो भएको चाहिँ लमजुङ विश्वमा नेपाल तामाङ घिमिरेको भव्य कार्यक्रम भइरहेको छ। अब
छौँ नेपाल तामाङ खुदुङ जिल्ला समन्वय समिति लमजुङ। त्यसै गरी पहिलो ब्यानरमा हुनुहुन्छ बेसी सहरी इकाइका आमाहरू र दोस्रो ब्यानरमा हामीले देखिरहेका छौँ हाम्रो महिला हेतु संस्कृति हेतु ब्यानरहरू पनि देखिरहेका छौँ। कृपया र्यालीमा सहभागी हुनुहुने महानुभावहरूले दोस्रो ब्यानरमा बुद्ध बजार तामाङ समाज हुनुहुन्छ भने तेस्रो ब्यानरमा माननीय बेसबहादुर पौडेलज्यूलाई कुवामा दीप प्रज्वलन गरेर थोइ त तामाङको ताली। अच्छा धेरै धेरै धन्यवाद माननीय मन्त्रीज्यूलाई। कार्यक्रम विधिगत रूप ताली हजुर 1 लाखको ताली बजाउनुहोस् न हामीलाई यस कार्यक्रमको लागि स्वर्गीय हेमबहादुर ढुङ्गनज्यूको स्मृतिमा
जानको त्यो एकबार छोइदिने कोही छैन मैमरी गए बिरानो राम भइसकेको छ त्यसर्थ मैचाङहरू पटुकी कस्नुहोस् च्याङ्बाहरू जुत्ताको तला कस्नुहोस् अब चाहिँ मजाले नाच्नुपर्ने हुन्छ है त हुन्छ कि हुँदैन अब चाहिँ आजका हाम्रा विशेष अतिथि कलाकार अत्यन्त सुमधुर स्वरका धनी जसले चाहिँ आफ्नो यो नेपाली साङ्गीतिक क्षेत्रमा आफ्नो नाम एउटा इतिहासमा लेखिसक्नु भएको छ र उर्गेन डोङ भनेर सायद नचिन्ने कमै हुनुहुन्छ होला सबैजनाले चिन्नुहुन्छ नि होइन उर्गेन डोङलाई अब साँच्चै बोलाइदियो साँच्चै बोलाउने होला ल है त उर्गेन डोङ चाहिँ हो कृपया अगाडि आइदिनु होला तपाईँको लागि आज लमजुङेहरूको माया कति हो कति है धेरै धेरै स्वागत छ तपाईँलाई लमजुङमा सबैजनाले एकपटक फेरि पनि उर्गेन डोङको लागि जोरदार ताली बजाइदिनु होला सबैजना लासो फाफुल्ला तिनबेला धामी झम्मन खम्मन बोला अनि पहिलो कुरो चाहिँ हाम्रो आउँदै गरेको सोनाम लोसारको धेरै धेरै शुभकामना छ है हजुर सबैजनालाई एकचोटि हामी सबैजना एउटै स्वरमा हेप्पी लोसार भन्नु पऱ्यो है गमो के गरौँ म गीत गाउँ कि के गरौँ कि तपाईँहरूले गाउनुहुन्छ ठिक छ हो तामाङ खाजी 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 ठिक छ है अब यत्रो साँझसम्म पनि बस्दिनु भयो धेरै धेरै धन्यवाद छ हजुर सबैजनालाई मेरो गीतहरू सुन्नुभएको छैन हजुरहरूले है म चाहिँ अलिअलि तामाङ अलिअलि नेपाली मिक्स गरेर गाउँछु मेरो गीतहरूमा चाहिँ एकचोटि सुन्नुभएको छ भने म यस्तो गुनगुनाउँछु तपाईँहरू सँगसँगै गाउनुलाई है त आकाशको तारा यो धरती सारा तिम्रो लागि नजिक छैन छैन त होइन बाटोमा ओ हाम्रो यो माया कहिँदैन छुट्यो लजालु मायाले गाजलु लौदा त झन्झनै राम्री पोते पनि हो ल ठिक छ हजुर सुन्नुभएको छ धन्यवाद अब चाहिँ हामी ट्र्याकमा जान्छौँ दुःख सुख तासै चुलिएर सिसिनी सही कस्तो मैले गाउनु नपर्दा एकदम धेरै धेरै धन्यवाद यसको मिनिङ चाहिँ थाहा छ हजुरहरूलाई थाहा हुनुपर्छ है किनभने हामी तामाङ भएपछि आफ्नो भाषा चाहिँ बोल्न जान्नुपर्छ होइन सो अहिलेलाई यो गीत चाहिँ ट्र्याक नम्बर 25 लाइट छैन क्या लाइट अब लाइट नभए पनि तपाईँहरूको मोबाइलको लाइट बाल्न सक्नुहुन्छ तपाईँलाई है त फुल